बुद्ध 80 वर्षको उमेरमा कुशीनगरमा बित्नुभयो। 80 वर्षको उमेरमा अब एक सरो लुगा लगाएर एक छाक खाना खाएर खाली खुट्टा 45 वर्षसम्म उहाँ पैदल हिँड्नुभयो। आफ्नो धर्म आफ्नो ज्ञान चाहिँ अरूलाई चाहिँ सेयर गर्दै प्रिचिङ गर्दै। अनि मृत्युशय्यामा जब उहाँलाई थाहा भयो कि अब म केही क्षणपछि मेरो मृत्यु हुँदैछ, म यो पृथ्वीलाई छोड्दैछु, अनि त्यति बेलासम्म चाहिँ त्यहाँ थुप्रै उहाँका अनुयायीहरू, भिक्षु भिक्षुणीहरू, उपासक उपासिकाहरू त्यहाँ जम्मा भइसकेका थिए। सबैजनाले हेर्दै थिए बुद्धलाई। बुद्ध अन्तिम श्वास लिँदै हुनुहुन्छ। बुद्धले आफ्नो मृत्युशय्याबाट यसो हेर्नुभयो, सोच्नुभयो, ओहो मैले 45 वर्षसम्म त मैले मेरो बुद्धत्वको कुरा गरेँ, धर्मको कुरा गरेँ, सङ्घको कुरा गरेँ, अझै पनि यिनीहरूले केही बुझेको छैन भने म त अब केही बेरपछि मेरो त मृत्यु हुँदैछ। मेरो मृत्युपछि यिनीहरूले कसलाई सोध्ला नि त? यिनीहरूले नबुझेको कुराको कसले जवाफ देला त? त्यस भएर बुद्धलाई हामी कहिलेकाहीँ चाहिँ कम्प्यासनेट वान, करुणामय पनि भन्छौँ। अनि उहाँको मनमा त्यो आएपछि उहाँले चाहिँ भिक्षु भिक्षुणीहरू, उपासक उपासिकाहरूलाई बिस्तारै उहाँले भन्नुभयो, मैले तिमीहरूलाई 45 वर्षसम्म जुन मैले ज्ञानका कुराहरू गरेँ, धर्मको कुरा, सङ्घको कुरा गरेँ, अझै पनि तिमीहरूले केही बुझेको छैनौ भने मलाई सोध अहिले। किनभने अबको केही बेरपछि म यो पृथ्वी यो मेरो शरीर म त्याग गर्दैछु। भनेपछि सबैजना भावुक भए, सबै इमोसनल भए, कसैले केही प्रश्न सोध्ने आँटै गरेनन्। एकजना भिक्षु, अनि बुद्धले फेरि भन्नुभयो, हो तिमीहरूले मलाई रेस्पेक्ट गर्छौ, सत्कार गर्छौ, तिमीहरूलाई डाइरेक्ट प्रश्न सोध्नलाई अप्ठ्यारो लाग्यो भने तिम्रो साथीलाई भन, तिम्रो साथीले मलाई सोधोस्। भनेपछि एकजना भिक्षु उठी 3 चोटि बुद्धलाई वन्दना गरेर, बुद्धको हामी दार्शनिक पक्ष हामीले हेर्ने हो भने बुद्धको टिचिङहरू, बुद्धले यो सृष्टिकर्ता भन्ने एउटा चाहिँ जुन कन्सेप्ट छ, चाहे त्यो हामी हिन्दुइजममा हेर्ने हो भने ब्रह्मा जसले यो पृथ्वीको सृष्टि गरे, विष्णु जसले यसलाई प्रिजर्भ गरे, शिव जसले डिस्ट्रोयर भनेर एउटा कोही क्रिएटर भनेर चाहिँ हिन्दुइजममा हामी पाउँछौँ। अब पछिका धर्ममा पनि यी कुराहरू छन्। इस्लाममा हेर्ने हो भने अल्लाह छ, त्यहाँ अल्लाहले नै यो सबै चिजको चाहिँ सृष्टि गरेको भनेर चाहिँ कुरानमा उल्लेख गरिराखेको छ। क्रिस्चियनिटीमा हेर्ने हो भने ओल्ड टेस्टामेन्टमा फादर भनेर छ, यो अनसिन, त्यही फादरबाट चाहिँ जिसस चाहिँ जन्मेको कथाहरू चाहिँ हामी त्यहाँ पाउँछौँ। तर बुद्धले चाहिँ त्यो सृष्टिकर्ता कोही छ भन्ने चाहिँ त्यसमाथि बुद्धको चाहिँ आस्था थिएन। उहाँले चाहिँ कोही सृष्टिकर्ता त्यहाँ छैन, यो सृष्टि भनेको यो प्रकृतिले आफै डेभलप गरेको हो, प्रकृति नै यसकै विकसित प्राड हो। अनि फेरि बुद्धले मूर्ति पूजालाई मान्नु भएन। तिमीहरू यो मान्छेले नै क्रिएट गरेको हो यो मूर्ति, यसलाई पूजा गरेर तिमी समय र तिम्रो चाहिँ चाहिँ खर्च नगर। बुद्धले फेरि यो जातिपाती जुन कास्ट सिस्टम थियो, त्यति बेला त जातिपाती सिस्टम आइसकेको थियो। ब्राह्मण भनेको चाहिँ ब्रह्माको मुखबाट निस्केको, क्षत्रिय भनेको ब्रह्माको चाहिँ पाखुराबाट निस्केको, वैश्य भनेको ब्रह्माको चाहिँ यो थाईबाट निक्लेको, शूद्र भनेको पैतालाबाट निक्लेको भनेर चाहिँ समाजमा चाहिँ 4 जाति निक्लिसकेको थियो। बुद्धले यो सबैलाई मान्नु भएन। सबै मान्छेको रगत रातै हुन्छ, सबै मान्छेको आँसु नुनिलो नै हुन्छ। यो ब्राह्मण यो मुखबाट यो होइन। ब्राह्मण भनेको त उसको कर्मबाट हुनुपर्छ। यसको पनि बुद्धले विरोध गर्नुभयो। त्यति मात्रै होइन, बुद्धकाले कसैले तिमीलाई भन्ना साथै त्यसलाई तिमी विश्वास पनि नगर, तिमीले छौ त्यसलाई फिल गर, त्यसलाई अनुभव गर, अनि चित्त बुझ्यो भने मात्रै त्यसलाई तिमी मान। यस्ता किसिमका चाहिँ दार्शनिक शिक्षण बुद्धको थियो। अनि यो भिक्षुले के भने भन्दाखेरि, हजुरले यो चिजहरूलाई चाहिँ एक्सेप्ट गर्नुहुन्न। हजुरको मृत्युपछि बुद्ध यो पृथ्वीमा हुनुहुन्थ्यो भनेर हामीले कसरी सम्झिने त, हजुरलाई कसरी रिमेम्बर गर्ने त भन्दाखेरि बुद्धले के भन्नुभयो भने, हो तिमीहरू मेरो एक्जिस्टेन्समा म यो पृथ्वीमा थिएँ भनेर बुझ्न चाहन्छौ भने तिमीहरूले 4 ठाउँमा जानुपर्छ। फर्स्ट तिमीहरू लुम्बिनी जाऊ जहाँ म जन्मिएँ, त्यसपछि बोधगया जाऊ जहाँ मैले ज्ञान प्राप्त गरेँ,
सारनाथ जाऊ जहाँ मैले पहिलोचोटि धर्म देशना गरेँ, अनि कुशीनगर यो ठाउँमा आऊ जहाँ मैले देह त्याग गर्दैछु। तर पहिलो तिमीहरू लुम्बिनी जाऊ। तर लुम्बिनी कसरी जाऊ भन्दाखेरि लुम्बिनी तिमीहरू श्रद्धाले जाऊ, विश्वासले होइन। श्रद्धा भनेको हृदयबाट आउनुपर्छ। विश्वास भन्ने कुरो इम्पोज गर्न सकिन्छ, कुनै सिनेमा हेरेर, कुनै किताब पढेर, कसैले चाहिँ जबरजस्ती विश्वास दिलाउनु पनि सक्छ। श्रद्धा भनेको त हृदयबाट आउनुपर्छ। अनि बुद्धले तिमीहरू ध्यान मग्न भएर जाऊ। ध्यान मग्न मेरो अनुहारमा होइन, मेरो शिक्षामा मैले दिएको शिक्षा हो, त्यसमा तिमीहरू ध्यान मग्न हो। र तिमीहरू सचेत भएर जाऊ लुम्बिनीमा। सचेत भनेको माइन्डफुलनेस। बुद्धको टिचिङमा हामीले यो सचेत अथवा माइन्डफुलनेसलाई झिक्दिने हो भने सिङ्गो बुद्धको टिचिङ नै क्रम्बल डाउन हुन्छ। बुद्धले जहिले पनि बी अवेर, बी अवेर, बी अवेर, सचेत हौ, सचेत हौ, सचेत हौ। सचेत पनि मानसिक सचेत, वचनमा सचेत, कर्ममा सचेत भएर जाऊ। यदि तिमीहरू श्रद्धाले, भक्तिले र सचेत भएर तिमीहरू यो ठाउँमा जान्छौ भने तिमीहरूले अनित्यता के हो भन्ने कुरो बोध गर्छौ। यो अनित्यता भन्ने चिजमा हामी यसरी अल्झिराखेका छौँ प्रशान्त। अहिले हामीलाई थाहा छ यो मोबाइल अहिले यो जीवनमा सबभन्दा अनिवार्य चिज भनेको यो मोबाइल हो। तर यो मोबाइल हामीले कतिवटा सेट हामीले चेन्ज गरिसक्यौँ। तर हरेक सेटप्रतिको हाम्रो आफ्नो चाहिँ त्यसमा चाहिँ त्यो क्लोज त्यो ऊ छ, सामित्यता छ। जुन चिज चाहिँ हामीले फाल्नु छ, कुनै दिन यो बुढो यसलाई फाल्नु छ भन्नासाथै योसँगको हाम्रो सामिप्यताले जुन दिन हराउँछ त्यो दिन मात्रै यसको भ्यालु थाहा हुन्छ। र बुद्धले चाहिँ के भन्नुभयो भन्दाखेरि यो ठाउँमा तिमीहरूले आयो भने तिमीहरूलाई यो अनित्यताको चाहिँ बोध हुने ठाउँहरू हो। यो वैराग्य जगाउने ठाउँहरू हो। त्यसले गर्दाखेरि लुम्बिनी बुद्ध धर्मका अनुयायीहरूका लागि त्यो यस्तो एउटा पवित्र ठाउँ हो जहाँ त्यो टेक्ना साथ नै, किनभने बुद्धको चाहिँ के अब देखिन्छ भन्दाखेरि यहाँ चाहिँ एनर्जी जुन हो त्यो एनर्जी चाहिँ यो ठाउँमा छोडिएका छ। जस्तै हामीलाई थाहा छैन यो बिजुली कहाँबाट आएको हो, त्यहाँ एउटा स्विच छ, त्यो स्विच थिच्न साथ नै उज्यालो बत्ती आउँछ। त्यसै गरिकन त्यो ठाउँमा तपाईँ टेक्न साथ नै जसरी चाहिँ त्यो स्विचलाई थिच्न साथै तपाईँलाई एउटा उज्यालो हुन्छ, त्यसै गरिकन त्यो बुद्धत्वको जुन त्यो एनर्जी हो त्यो फिल हुन्छ तपाईँलाई। अनि बुद्ध आफैले तिमीहरू लुम्बिनी जानु, त्यो अनित्यताको बोध हुने ठाउँ हो भन्ना साथै अब त्योभन्दा ठुलो हामीलाई ब्रान्ड एम्बेसडर किन चाहियो? हामी लुम्बिनी किन जान्छौँ भन्दाखेरि बुद्धप्रति, बुद्धको शिक्षाप्रति हामी चाहिँ त्यसलाई एक्सेप्ट गर्नको लागि हामी लुम्बिनी जान्छौँ। त्यसले गर्दाखेरि म टुरिस्ट भन्ने शब्दभन्दा यसलाई म तीर्थस्थलको रूपमा लिन चाहन्छु। त्यहाँभित्रको जुन पवित्रता छ यो होलीनेस होइन, त्यो सेक्रेडनेस हो। होली भन्ने शब्द चाहिँ कता कता त्यो कुनै धर्मसँग रिलेटेड छ। जस्तै हामी होली बाइबल भन्छौँ, होली कुरान भन्छौँ। बुद्धका शिक्षाका किताबहरूलाई चाहिँ सेक्रेड बुक अफ द इस्ट भनेर चाहिँ भनिन्छ। र त्यसले गर्दाखेरि लुम्बिनी जीवनमा एकचोटि पुग्नै पर्ने ठाउँ हो। र त्यो यस्तो ठाउँ हो, त्यो होइन कि त्यहाँ जानासाथ खल्तीबाट मोबाइल झिकेर सेल्फी खिच्ने होइन। त्यहाँ जानासाथ नै त्यो 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 एनर्जी जुन बुद्धले छोड्नु भएको थियो त्यो एउटा फिल गर्नको लागि तपाईँभित्र चाहिँ बुद्धप्रतिको आस्था, उहाँको टिचिङप्रति तपाईँको कतिको क्लोजनेस हुनुहुन्छ, त्यो चिज चाहिँ त्यहाँ चाहिँ थाहा हुन्छ।